अहिले चाहिँ हामी कुन ठाउँ आइपुग्यौँ कुन ठाउँ भन्छ त्यहाँ आइपुग्यौँ दिदीलाई पुऱ्याउनु जान्छ अब एकछिनमा काठमाडौँ जान्छौँ है आइपुग्छौँ सबको हालतहरू पनि निद्रा 1 घण्टा बसेको रोक्छ नि के गर्नु हो है त्यही भएर ढिलो भएर चाहिँ के जानुलाई दिदीहरू त कहाँ हो सँगसँगै रोकेको 1 घण्टामा चाहिँ रोक्छ गाडी के हो कपाल करिना झरेन करिना हामी चाहिँ अब एकैके जरीखेतको चटपटी टेस्ट गर्दैछौँ हामी चाहिँ बिहार बिर्जु दाइले टेस्ट चटपटे एक चम्चा हामीलाई खाजा पायौँ देखाउ न खाइसक्यो कसरी खाने छ हामी चाहिँ काठमाडौँ आइपुग्यौँ अब यहाँबाट 1.5 घण्टामा साँगा आइपुग्यो हामी साँगा काठमाडौँ कटेर भक्तपुर साँगा अब काभ्रे यो त काभ्रे पर्छ होइन बल्ल काभ्रे के अरे साँगा आइपुग्यो भक्तपुरको कटेर साँगा आइपुग्यो छ सबजना थकित अवस्थामा हेलो ठाउँहरू चाहिँ
आइपुग्यो गाइस फाइनली आइपुग्यो आइपुग्यो लाइटै नपुग्ने रहेछ लाइट बाल्नु न अहिले पछि भन्नु है म त यस्तो यस्तो भयो मैले फर्स्टमा पाएँ त सगुन रे आएको सगुन बोल्नु न हजुर हेलो 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 हामी चाहिँ आज नमस्ते बिर्खेलाई चिन्छस् राम्रो गुड खानुहोस् त ओ कस्तो छ वाउ टेस्टी हाम्रो आइस ब्रदरले खोइ तिनीहरू कहाँ गयो मान्छे आमुङ्गल झिमा थिए कि दोष अर्को चेन नौता थिए पनि
तिनीहरू के हुन्छ है त्यहाँ बस्न के हो सिटिया जस्तो लाग्यो चेयर्स 800 चेयर्स कस्तो छ चाय टु मच हट अन्त यस्तो बाफ उडिरह मजाले अब सेलाएपछि हट गट वान सर्टमै हामी चाहिँ यहाँ भेनाको घरमा दिदीको घरमा आजको प्रोग्राम सकेर बसेको तातो पानी खाएर बसेको के छ अरे अर्सियाको त नरहेछ हामीले चाहिँ नयाँ नयाँ डिजाइनको यहाँ भाँडाहरू देखेका छौँ त्यो मध्ये हो एउटा यो ग्लास हेर्नु न हामीले फर्स्ट टाइम देखेको चम्चा नि है चम्चा किन देखाउनु पर्ने कोसँग छ यस्तो देखा त रहेछ हाम्रो मान्छेको त ग्लास देखाउँछ डिजाइन देखे त पहिला यस्तो यहाँ आएर हामी चाहिँ आज यहाँ सबजना भएमा सुत्न लागेको तपाईँ त ढोगेन मैले पनि ढोग्न त यस्तो घोडामा ढोग्या हो आज त दिदीको बिहेको भिडियो के भएछ कि भएछ कहिले मोबाइल कसको हातमा कहिले कसको हातमा राम्रोसँग बनाएको पनि छैन छामाहरू फुकोन जो पनि हिरा हिरा त बिजी भएर ल मलाई सब मैले काम परेको अहिले चाहिँ रातिको 1:53 भएको छ 2 बज्न लागिसकेको छ हामी चाहिँ यहाँ पैसा गर्न पैसा त्यो पनि हाम्रो होइन दिदी भेनाको दिदी चाहिँ यहाँ भेनाको गर्दैछ हामी यो मिलाउनु गर्दैछ 2 बजे चाहिँ नसुतेर बिहानको 7 बजे उठेको छौँ चेयर्स गर्ल्स गाइज त्यहीबाट यस्तरी वाउ भाउजूले पठाइदिनु है भाउजूले भाउजूले पठाइदिनु क्या दुलैको भाइ त कति बाँधा रहेछ नि होला जमन्ती बिहामा के आएको होला झरे दुलाउने होला हामी चाहिँ रेडी भएर अब
लोकेसनमा जाँदैछौँ यहाँ समाज घरमा। हाम्रो दिदी भेनाको माया हेर्नुहोस् न, हातमा हात समाएर। ए हामी त यहाँ हिँड्दैछौँ। भेनाहरूकै हो, बाख्राहरू यो। हाम्रो टोलीहरू पछाडि आउँदैछ, दिदी र भेना अगाडि। ए कस्तो डर लाग्यो यहाँ। छम 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 तिम्रो लो हाम्रो टोलीहरू चाहिँ ओहो लाइन लगाएर खतरा देख्यो नि त। लो से हेलो टु माई ब्लग। डुप्लिकेट शाहरुख खान। यताबाट त घामको एन्टी लाइट पर्छ। वेट वेट वेट, ए कहाँ हो दिदी र नाचे? यहीँबाट अगाडि पुग्यो भनेर भात त नि खै दिदी भेना अगाडि राख्न, यिनीहरू पो अगाडि। वा कस्तो राम्रो देखियो भ्यू त, खतरा देखेछ। यहाँ चाहिँ हाम्रो दिदीको घर हो। ओए अरू अरू ठाडोबाट पनि बना न भिडियोहरू। गइरी तिम्रो मोबाइलबाट नि यस्तो गाइदियो त तिमीहरू। ल म्युजिक हाल्नै पर्दैन, सुरुदेखि के सुरुदेखि बाजेले हिजो भेट्नु भएको छैन, बाजेलाई आगे लसो लसो आगे चाङ ल चियर म त खादिन। 1 करोड पैसा दिन्छु भनेर खादिन। मलाई ल्याइदिनु भनेर एउटा यस्तो एउटा यो ड्यू ड्यू आगा त्यो ड्यू या खरिदिनु हो है एउटा। ओके ल अन्त बडा बाबु जना खाउँ त फर्केन र चल चिसो प्याज हो क्याप्सिकम बाबु चुरी आउनु खाबो न थपी थपी अब दुई दुई म अलिकति भिडियो। अब चाहिँ हामी घर फर्किने भनेको, किनभने हामी काठमाडौँ पुग्नुपर्छ। काठमाडौँमा 2-3 बजीसम्म त पाउँछ होइन गाडी। हामी चाहिँ फेरि अब हामीलाई बिदाई गर्नुहुन्छ अरे यहाँ, सो त्यही भएर हामी फेरि घर जाँदैछौँ। भेनाको यता अगाडितिर हुनुहुन्छ, हाम्रो टोलीहरू पछाडि छ। अन्त हेलो मिस्टर गोम्जा। यस हेर्नुहोस् पति परमेश्वर हस्बेन्डजी। ल अब हामी घर फर्किन्छौँ। कस्तो लागिरहेको घोइरे दिदीको घर गाउँ तर रमाइलो है, शान्त कति रमाइलो। ऊ हामीले रोसित खोला भन्ने गीतमा सुनेको थियौँ, यहाँ रहेछ कि यो रोसी खोला। रोसित खोलाको दोभानमा भन्ने गीत सुन्थ्यो नि, ऊ त्यो रहेछ नि त रोसी। या आई नो बोक्दैन यस्तो भेना अगाडि टिम पल्टिने त्यस्तो भने झन् बिसाउँछ, नभने झन् बिसाउँछ। व्हाट इज दिस? म के गरौँ भन्नु? म के गरौँ? गाह्रो छ। को मान्छे हो अगाडि यस्तो ढुम्म परेको छ? यो चाहिँ हाम्रो दिदीको घर। बाउ कस्तो राम्रो देखेको भिडियोमा है, कति राम्रो। तपाईहरुलाई स्वागत छ हाम्रो गाउँमा। खै फुल खादा फुल खादा। ह्यापी वेडिङ जामा ब्रेलसाङ लसोडेन। कस्ता हुने नि यहाँ जेलबाट कैदीहरू आउँदै हुनुहुन्छ, जेलबाट भागेर कैदीहरू आउँदै हुनुहुन्छ। कामतिर जाने हो कस्तो राम्रो देख्यो यो चाहिँ हाम्रो दिदीको घर, दिदी भेनाको घर। हेलो हेलो ह्यान्डसम ब्रदर्सहरू कस्तो क्या बाई
सब्सक्राइब गर है यहाँ सबै भ्लग आउँछ हिरा दिदीकोमा हिर थोका तामाङ सबै उनीहरू जहिले पनि हामी जहिले पनि भ्लगमा हेर्न पाइन्छ हिर थोका तामाङ सर्च गर न थोकर तामाङ छ सब भ्लग त्यसमै हो आशालाई बोल्नै आउँदैन सोल्टी सोल्टी नहरु त उ चाहिँ उनीहरू दुईजना दाजुभाइ यो र खलको दाजु यो दिदी चाहिँ हिरा सम्दान दिदीको आफ्नो यो चाहिँ जेठा बाउको म चाहिँ कान्छा ऊ चाहिँ मामाको छोरी कस्तो नचिने भने कृपा हो कि जाऊ तिमी नयाँ माछार हुँदै हुनुहुन्छ है डाइलेक्ट त फेरि आयो त नि जाँदैन हुन्न ए कसले उस गर्ने भाइले कि त्यो लाइटर खाइ सिजम नाख्नु बस्यो कान्छा मोबाइल दिनु यो त मेरो घर है दाइ यहाँ हाम्रो यो सालो सालीहरूलाई यसो अलिकति बिदाई राख्छ कहाँ दाइ खाना खाएर जानुपर्छ नि दाइ त्यो त खाजा हो नि दाइ यार केही होइन नि दाइ मैले त खाना खानालाई बोलाएको खाजा खाएर गएर कहाँ हुन्छ त साथीले हतार के हो हजुरलाई चाहिँ दुलाई नपाएर हो यो पनि गर बाबु ल तल दिन रोटी गर त्यो पनि उसमा हाल्दै त्यसकैले गर्छ होइन योले नै अब हातमा लिएर सबैले उस गरिदियो उसको त्यो योले नै त्यो अस्ति गरेको थियो नि त्यस्तै वाला अहिले नै राम्रोसँग सिकिराख्नु है भोलिपर्सि माछा यो हातमा आफै पहिला हातमा फर्स्टमा आफै हातमा हाल लेफ्टमा हो अब यहाँ त्यतातिर सबैलाई गर्नु हाल थाहा सबैजनाले हो हजुर दाइ जाने नै त्यस्तो हतार नै ल दाइ अब आइदिनु भयो हाम्रो सुमन सर सबैले घुराइदिनु ल हाम्रो सानो नानीलाई पनि दिनु ल सुजललाई पनि ल भयो सबैलाई पुग्यो सुन्नु ल सुन्नु भयो ल भएन ल जाउँ अब ल हामी चाहिँ अब दिदीलाई बिदाई गरेर जान लागेको छौँ
किनेर कति किनेर कस्तो राम्रो भ्यू देखेको यहाँ हामी चाहिँ के टोली भन्छ अरे शमशे टोली शमशे लोकन्ती हो शमशे भने अन्त न्यौ त्यो रोसी खोला त्यो अस्ति नै बाढी गएर सबै लगेको कि रोसी खोला त्यहाँ ए घर जाने भनेर गाडी कुरेर बसेको हेलो भोक लाग्छ के हो भिडियो गर्दा यस्तो यो फोटोले त्यो दिगाको मार्केट खाने फोटो माथि देखा त्यो उल्टो भयो कि ठिक छ हामी चाहिँ खाना खान लागेको हाम्रो एक टोली यहाँ छ अर्को टोली यहाँ छ यहाँ जडिया टोलीहरू छ दुईजना मात्रै छ यहाँ ल लस्सो गरेर हन्केको नमस्ते हेर ए ल ल ल हामी जान्छौँ राम्रोसँग बस्नुहोस् है ल सबैजनालाई खै त यहाँ मामा फुपू त उता बिजी हुनुहुन्छ कि दिदी हस् हामी जान्छौँ है पेट सुक्यो अरे खाएँ दिदी फेरि भाइ बहिनीहरूलाई पर्सि त जाने हो नि त बुहारी अब यहीँ बस्छ अनि अब भोलि गाडी बस्दै गर्न ढिलो हुन्छ गाडी बस्दै गर्न अश्विन त टोइलेट हुन्छ ल दिदी अगाडि एकजना मात्रै अड्ने हो भाइले राखेस् त झलक त बस्ने नि अगाडि त्यो त अगाडि सुसाइन्छ जहिले नि ए ल मामा फुललाई पनि गयो भन्दिनँ है होइन बिजी हुनुहुन्छ ल राम्रोसँग आउनु तपाईँहरू नि बाई दिदीलाई छोडेर जानु हौ यो बन्द गरिदिनु
घर हाम्रो ओखरी छैन है नोकरी घुम्न जाऊ है बारा पोखरी घुम्न जाऊ है बारा पोखरी ओखरी बारा पोखरी नाको पालो हावा सररा लम्जुङे डरैमा हावा सररा सदा निर्माया उतै नजरा आयो आज दिदी स्वर्ण भएर हो ए आयो हामी खै स्वरै छिनिसकेन दिदीमा गाउन नाच्न गरे यो ठाउँमा सररा जता छ निर्माया उतै नजरा जता छ निर्माया उतै नजरा ल हाने अलिअलि हान्दै गएपछि मिल्छ क्या अहिले त कहाँ आयो हामी के हुन्छ यार होइन यो साह्रै मलाई भएन क्या हामी सुनै भएन यत्रो झडाको नि बिर्सिन्छ यस्तो भन्दा पनौती भन्ने ठाउँ रहेछ नि त यहाँ यहीँ कता होला कताबाट चाँडै हुन्छ चाँडै हुने बाटो लाग्नु न मेरो साले भएन के अलिअलि त उसो हुन्थ्यो धन्यवाद यहाँसम्म ल्याइदिनु भयो बाई बाई हामी चाहिँ फाइनली काठमाडौँ आइपुग्यौँ यहाँबाट चाहिँ लमजुङ जाने माइक्रोमा जाने भनेको हाम्रो टोलीहरू 3 जना चाहिँ काठमाडौँ नै झऱ्यो काठमाडौँ नै बस्नु भयो हामी चाहिँ लमजुङ ब्याक टु लमजुङ चाहिँ हामी कता आइपुग्यो धुनी बेसी धादिङ आइपुगेछ यहाँ ब्रेकमा यहाँ कफी खानु लागेको छ तातो हुन्छ नि त अनि हावा जान्छ नि त अनि कहाँबाट खाने त के त उता त चिया खाने टोली उता कफी टोली यता करिना त कुनै टोली नै होइन रहेछ नि त कृपा ल वाउ यो हामीले मिल्क कफी अहिले रिग्रेट भयो चिया खाएर टेस्ट गर्न थिएँ जाडो भएको अवस्था हजुर एउटा बहिनी आउँदैछ जाडो भयो
हेलो एभ्रिवान, अहिले चाहिँ भोलिपल्ट हो अनि हिजो चाहिँ मैले भिडियो खासै कन्टिन्यू गरिनँ, बाटोसम्म मात्रै खिचेको थिएँ। पछि बेसरी थाक्यो नि त, 2-3 दिनको गाडीको हिँडाइ, यहाँ घरको काम गरेर चाहिँ हामी राति 10 बजीतिर आइपुगेका थियौँ अनि त्यसपछि थाकेर सुत्यौँ, भिडियो नि एन्ड गर्न नपाएछु, बिर्सेछु अनि त्यही भएर अहिले गर्दैछु। सो थ्याङ्क यू सो मच दिदीको भिडियो हेरेर इन्जोय गरिदिनु भएकोमा। भिडियो चाहिँ धेरै लामो भएको भएर मैले 3टा पार्ट गरेर हालेको थिएँ। सो दिदीको बिहेको भिडियो चाहिँ यति नै हो। अब चाहिँ हाम्रो भाइको बिहेको भिडियो आउनेछ केही दिन पछाडि, सो त्यसलाई पनि हेरेर इन्जोय गरिदिनु होला। त्यति भन्दै म यो भिडियोलाई एन्ड गर्न चाहन्छु। बाई बाई।